हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ? ल हेर्न, दोकानमा सानो झिना मसिना काम कति हुन्छ है। यस्तो काम गर्न नपाएको धेरै भएछ क्या। हामी चाहिँ यति बेला चाहिँ धेरै विशेष गरेर यस्तो चिजहरूमा मैले समय दिएछु पसलमा। यति बेला मसँग यति राम्रो पोते छ, अनि बुके तिलरी छ, अनि मैले रेडी भएको किनेर ल्याउने क्या, नभ्याएर है। त्यो त म आज बनाउँदैछु क्या। यस्तो हुन्छ होइन, यस्तो मजाले आफैले धागो फसाएर एकातिर र अनि त्यसपछि यताबाट पनि तपाईँले यसरी सियोले ट्याक्क यस्तो गर्नुभयो भने तिलरी उन्न साह्रै सजिलो हुन्छ कि। यो पहिला त मलाई पनि एकदम अप्ठ्यारो लाग्थ्यो है। आजभोलि चाहिँ एकदम सजिलो। हेर्नु, दुईतिरबाट धागो फसाएर गराएपछि यस्तो हुन्छ। अब यता चाहिँ गाँठो पार्ने हो है, राम्रोसँग गाँठो पार्नु होला। अनि यति राम्रो तिलरी भयो क्या। ल हेर्नु न, यस्तो राम्रो भयो। मैले चाहिँ रेडी भएको लिएर आउने क्या। अब मसँग हुन्थ्यो, तपाईँहरूलाई पनि चाहिन्छ भने पोते छ छुट्टै, तिलरी चाहिन्छ भने यस्तो बुक्केहरूको लागि छुट्टै पनि कन्ट्याक्ट गर्नु होला है। अब यस्तो हरियो पोतेमा राखेको पनि चाहिन्छ भने आउनु होला।